ल हजुर, अब चट्ट लगाएर आज सोमबार चाहिँ अलिकति भए पनि जमिनलाई चाहिँ तपाईँको यो नयाँ फलम भनौँ न सामानले अलिकति चोट लगाइदिउँ भन्ने खबर आएको थियो त्यो दाइले। अनि त्यही भएर यहाँ ल्याएर तपाईँको अलिकति यो पन्छाउने अलिकति खाल्टासाल्टा बनाउने जस्तो अलिकति गरेको छु। अनि अब हामीलाई तपाईँको यहाँ जेसिबीहरू आउनुपर्ने हुन्छ। अनि जेसिबीहरू आउँदाखेरि तपाईँको यो जुन गेट छ हाम्रो गेट निकाल्नुपर्छ। अब यो हामीले त थाहा छैन होइन, कसलाई भन्नुपर्ने हो के हो होइन, त्यो गेट निकाल्नुपर्ने हुन्छ। हाम्रो यो गेट पनि, यो गेट त तपाईँको अहिले डिस्टर्ब नहोला, डिस्टर्बै भयो भने निकालौँला, नभए ठिकै छ अहिलेको लागि। त्यो गेट चाहिँ निकाल्नुपर्ने हुन्छ। त्यहाँ तपाईँको गाडी पनि आउँदैन, एउटा सामान बोकेर गाडी नै आउँदैन, झन् जेसिबी आउँदैन। यो नि हटाउनु पर्ने रहेछ। त्यो मात्रै होइन, प्लस तपाईँको त्यो माथिको त्यो जुन छत्तरे छ यो पाली जसो दिएको यो पनि हटाउनु पर्ने हुन्छ। यो चाहिँ तपाईँहरूले कसलाई भनेर हुन्छ, अर्को दाइले भन्छ होला, यो हटाउनु पर्ने रहेछ। त्यो दोरीले थाम्दैन, त्यो दोरीमा नौकिन्जेलसम्म मेहनत त गर्नै पर्छ। जिन्दगी जिउँदै गर्दा कठिनाइहरू आउँछन्। समय र परिस्थिति सँगसँगै बाध्यता र आवश्यकताहरू पनि आउँछन्। बेला बेलामा जिन्दगीले रुवाइरहन्छ, दुःख दिइरहन्छ। भनिन्छ नि, आँखाबाट आँसु नबगाएसम्म प्यास त काटिँदैन भने। यो त एउटा जिन्दगी हो। बेला बेलामा दुःख नपाएसम्म, कठिनाइ नझेलेसम्म, बाध्यता र आवश्यकताको सामना नगरेसम्म यति सजिलै जिन्दगी कसरी कट्न सक्छ? भोलि सफलता पाउनु छ भने त्यो सफलताका लागि आज परित्याग त गर्नै पर्छ। सफलता त्यति सजिलै र कठिनाइ नभोगेसम्म कसैलाई पनि मिलेको छैन। आज पनि इतिहास पल्टाएर हेर्ने हो भने सफल भएका मान्छे अर्थात् सफलता हासिल गरेका मान्छेले कुनै न कुनै बेला खाना नखाएर
यो चाहिँ खाली छैन यो जग्गा ठुलो जग्गा खाली